तपाईको अन्यत्र अरु अरु जिल्लामा कहीँ कतै जग्गा छ कि छैन? जग्गा अलिकति छैन भन्दैन, तर भिड पाखा भइरहेछ। कुन जिल्लामा छ? त्यहाँ उसमा भीमदुङ गाउँ, तर भिड पाखा भएछ। अब त्यो जग्गा मान्छे सबै किनेर फालिरहेको छ। म एक्लैले दोर्जा चलाएर म सकेँ। त्यो छोडिदिनु न ल। म तपाईको सम्पर्क नम्बर केही छ? के छैन। तपाईले सम्पर्क गर्नले यही आउनु पर्यो। श्रीमान बितेको 17 वर्ष भयो। श्रीमान पनि छैन, म एक्लै हो। म श्रीमान बितेको तपाई पनि ल। तपाईहरुको एक नम्बर हामीलाई सम्पर्क नम्बर छ भने हाम्रो मान्छेले दिइराख्नु, हामी गर्छौं। अब सबै थोक अहिले बोलेर पनि भएन। नम्बर दिन त 9818 खाने भनेको चिज जे छ सकेको सहयोग गर्छौं हामी। नाम के हो? गणेश राई। कोही सारा राई गाई। त्यसो नभन्नु, जाने कहाँ जाने हो? मिलेर गरौँ। त्यसो नभन्नु। पायो भने एक्लै बस्ने डर लाग्ने। सुकुम्बासी भर्खर कसैले कोठिएको होइन। अब जग्गा कसै छ बनाउन सकेको छैन। हामीलाई समय पनि दिएन नि के। अब आज जस्तो बेलुकी माइकिङ गरेर भोलिपल्ट हालिदिए। पैसा साले जग्गा भन्छ, आफूले लाभले दिन सकेन। अर्को जग्गा बस्न जान गाह्रो पनि बसिरहेको जस्तो पानी काममा बसिरहेको। अब जाने कहाँ हो? एक्लै आयो नि। उहाँलाई सम्पर्क गर्दा चाहिँ कसरी यहीँ आउनुपर्ने रहेछ। हुन्छ दिदी, अहिले हामी लाग्छौँ। सकेको सहयोग गर्छौँ हामी ल। नरुनु है, हामी अहिले लागौँ ल। ल दिदी, ल अलिकति ल अलिकति ल। सुकुम्बासीसँग भेटघाट गरिसकेपछि हर्कस साम्पाङ यतिखेर निस्किसक्नु भएको छ। अब उहाँ होल्डिङ सेन्टरमा जाने तयारी छ हर्कस साम्पाङको। अब उन्मुक्त भयो नि त, मुक्ति पाएर उनीहरू भागिहाले। त्यसले गर्दाखेरि त्यस्ता मान्छेलाई कारवाही गर्न अप्ठ्यारो भयो नि त। अब है, अब पीडित को थियो भन्ने बारेमा चाहिँ अब अहिले सेल्टरमा गएर बसिरहेको होला नि उनीहरू, पीडित होला नि त्यहाँ पनि हामी। अब एमाले माओवादी कांग्रेसको पालामा अब प्रतिवेदनहरू बने हैन, अब जाँचबुझ आयोगहरू बने, तर भने अनुसारको हुन सकेको थिएन। अहिले बालिन सरकारको नेतृत्वको सरकार आएपछि भयो भनेर जुन जनताहरूले समर्थन गरिरहेका छन्, यो कुरामा चाहिँ त मैले भने छ है, सुकुम्बासीहरूलाई गरिब दुखीलाई विस्थापित गर्नु हुँदैन। उहाँहरू पनि नेपाली हुनुहुन्छ, यो देश गरिबको पनि हो भन्ने अन्य दल जस्तै सफल हुन सक्दैन थियो। त्यस्तो छ, त्यसले गर्दाखेरि गरिबको पनि हो यो के अरे तपाईँको चाहिँ के अरे देश। गरिबलाई विस्थापित गर्नु हुँदैन, सडकमा बस्नु तपाईँ बाध्य बनाउनु हुँदैन। गरिबको लागि तपाईँको चाहिँ वासस्थानको व्यवस्था सरकारले गर्नुपर्छ भन्ने हाम्रो माग हो। जो जसले जग्गा तपाईँको चाहिँ अपचलन गरेका थिए, कसैले के गरेका थिए, उनीहरूलाई त कारवाही गरिनुपर्छ भन्ने हाम्रो माग छ। तपाईँले प्रधानमन्त्री बालेन्द्र शाहको पनि राजीनामा माग्नुभयो, सम्भवतः सुकुम्बासी बस्तीमा डोजर लागेपछि कारण के हो भनिदिनु सक्नुहुन्छ? त्यो त मैले भनिरहेको छु, त्यो मैले भनिरहेको छु स्पष्ट छ। अगाडि कल्पना गर्नु क्यामेरा। सामाजिक सञ्जालमा धेरै गालीगलौज भइरहेको छ, तपाईँलाई के भन्न चाहनुहुन्छ? गालीगलौज त जति गर्दा भइगयो त के भयो? गालीगलौज गर्ने, गाली र ताली, यो त्यो कुरा कुन ठुलो कुरो भयो? त्यो त भइरहन्छ। सरकारलाई काम गर्न दिएन भनेर बस्ती हटाउन सक्दैन थियो।